तामाङ आदिवासी जनजाति सबै एकै ठाउँमा भेला भएका छौँ। थाहा छ कि हामीलाई हाम्रो एउटा चार चुनावको माहौल देशमा चलिरहेको छ। देशको चुनावको माहौल चलिरहँदा हाम्रो यो सम्पूर्ण तामाङ आदिवासी जनजातिका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीले पक्कै पनि यसपालिको चुनावमा केही कुरा प्रभाव पार्नेछ भन्ने म चाहन्छु। त्यही कारणले गर्दा अब हाम्रोलाई होइन राम्रोलाई तपाईँहरू आमा बुबा दाजुभाइ दिदीबहिनी जसले जुन ठाउँमा भोटर लिस्टमा नाम छ तपाईँहरूले भोट दिएर पक्कै पनि राम्रो व्यक्तिलाई पार्टीभन्दा माथि जातिभन्दा माथि उठेर पक्कै पनि तपाईँहरूले राम्रो नेपाल समृद्ध नेपाल सुखी नेपाल बनाउनलाई तपाईँहरूले सहयोग गर्नुहुनेछ भन्ने म आशा राख्दछु। र विशेष कारण मैले अतिथिहरूभन्दा पनि अगाडि मैले किन बोल्न खोजेँ भन्दा म मेरो व्यक्तिगत कारणले केही काम परेर म अहिले बाहिर निस्किनु परेको हुँदा मेरो फुटबल खेलको कार्यक्रम पुलिस कार्यक्रमले गर्दा म बाहिर